ल अब भ्लग भन्नुहुन्छ भ्लग यो चाहिँ हाम्रो बे है नमस्कारको बे चट्ट लाएर छैन यहाँ चाहिँ हाम्रो यहाँ टमाटर कटिङ हुँदैछ टक्क लाएर चाहिँ यहाँ गीता बाबु चाहिँ काट्दैछन् ए हाम्रो भाउजू हाँस्दैछन् यहाँ दाइले नि काट्दैछन् चट्ट ल यहाँ चाहिँ पत्तेर बनाउने कुरो हुँदैछ ल होइन यहाँ गणेश दाइ भन्छन् ए प्रदीप त झन् यहाँ पुरा डेक्चीमा जिरहेको छ ल यहाँ अर्जुन दाइ पाइप समातेर बसेका छन् ल हाम्रो भ्लगमा चाहिँ चट्ट काका पनि छन् भ्लग भएन क्या भ्लग भएन यहाँ यस्तो यस्तो मान्छेहरू चट्ट खसी काट्दैछन् ल ल यहाँ यस्तो यो नागरिकको भाइ जस्तो मान्छे पनि छ यहाँ हाम्रो भ्लगमा चाहिँ सबैजनालाई हार्दिक स्वागत छ तपाईँलाई केही भन्न मन छ मलाई अहिले भन्न मन छ एकछिन ल एकछिनपछि एकान्तमा भेटेर भन्नु मन छ तपाईँलाई के भन्नु मन छ केही भन्न मन छ म पुरै भाँडा बाजिरहेको ल ठिक छ हाम्रो गाउँ गाइज हाम्रो गाउँ यस्तो राम्रो छ क्लियर चट्टार एकदम राम्रो छ हाम्रो गाउँ चाहिँ एकदम राम्रो छ यहाँ हाम्रो भाउजूहरू लसुन पिन्दै हुनुहुन्छ ल भ्लग बना क्या भ्लग गाइजहरू फेरि एकचोटि गर्नु त यस्तो 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 मान्छेहरू हाम्रो छोरी त्यहाँ माथि हुनुहुन्छ ल हाम्रो गोविन्द दाई मादल बोकेर हिँड्दै हुनुहुन्छ ल ए हाम्रो दाईहरू नि हुनुहुन्छ यहाँतिर सँगसँगै भने एकदम लाएर गोप्य कुरा हुँदैछ तर नदेखाउँ यहाँतिर ल हाम्रो दाईहरू नि आउँदै हुनुहुन्छ सर पनि हुनुहुन्छ यहाँ हाम्रो उयो गोकर्ने भाइ पनि छ हाम्रो भ्लगमा आउनु सक्नुहुन्छ यहाँ रञ्जित भाइ पनि छ ल रामकृष्णले यस्तो गर्दैछ हिजो बिहा भएको चाहिँ उहाँकै हो र नि उहाँको पनि हो हजुर तपाईँले केही भन्न मन छ मलाई बैकुण्ठ भाइ के भन्न मन छ यसले पहिल्यै भन्थ्यो हो हामी यो बेमा तपाईँ भन्न चाहनुहुन्छ कि तर यो बेमा हामीलाई धेरै दुःख छ अबदेखि यो बेमा हामी कहिले हिँड्दैन ल हाम्रो भ्लग आजलाई यहीँनिर समाप्त गर्न चाहन्छु मेरो नाम रञ्जित खड्का हो क्लास 6 मा पढ्छु आज र निशा भन्नेको बे नमराज भन्ने सरको नमराज सरको र निशा सरको निशा दिदीको बेमा हामी यहाँ सबैजना उपलब्ध भ्लग बनाउँदैछ उपस्थित भएकोमा सबैलाई धन्यवाद गर्न चाहन्छु ओ स्याबास